यत्तिको मिल्ने साथी चाहिँ हुनपर्छ है जिन्दगीमा। हेलो एभ्रिवान, फेरि पनि स्वागत छ मेरो मिनी भ्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। अनि हामी चाहिँ आज गिलो चटपट खाने भनेर सल्लाह गरेको कि, अनि म चाहिँ काँक्रो टिप्न गएको बारीमा। अनि काँक्रो एउटा हातले भिडियो बनाउँछु, एउटा हातले टिप्छु भनेको त टिप्नै नसकेको कि, बल्ल बल्ल चुडाल्नै नसकेर। त्यति तागतै नरहेछ मेरो उसमा। त्यसपछि मैले काँक्रो देखाएँ। त्यसपछि मेरो साथीहरूले भोलि दिशा गर्न नसकोस् भनेर मैले चाहिँ अगोबरे खुर्सानी टिपिदिएँ नि त। जताजति बाटो त छैन, बाटो जाम छ। त्यसपछि अब म कहाँदेखि जाम भनेर सोचिरहेको, माथिदेखि जाम भने मम्मीले गाली भन्नुहुन्छ। त्यसपछि म चाहिँ चढेँ, त्यही माथिबाट चढेर गएँ। चढेर गइसकेपछि तल चाहिँ साथीहरूले सब रेडी गरिसकेको रहेछ। मेरो भाग चाहिँ काँक्रो र खुर्सानी लगेर जाने थियो। अनि यत्तिकैमा बोल्दा बोल्दै चटपट पनि रेडी भयो। अनि मेरो मोटु जिक्रीले चाहिँ घोल्दैछ कि, अर्को चाहिँ गफ लगाइरह, अर्को चाहिँ पोज दिइरहेछ है। अनि त्यत्तिकैमा हामी खान थाल्यो। खाने बेला बाबुले त्यो चलाउन नपाएर दुःख दिएर आफ्नो मम्मीले बोकेर खानुभयो। अनि खाएर पनि सक्यो। यत्तिकैमा साथीले त डान्स दिइरहे कि मेरी छोरी क्या राम्री नाचे कि, क्या राम्री नाचे कि। यत्तिको रमाइलो गर्ने चाहिँ हुनपर्छ। अन्तिमसम्म हेरिनु भएकोमा धेरै धेरै धन्यवाद। मन परे लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला। बाई बाई।